कुलमान घिसिङ जस्ता मान्छे हटाउन पाइँदैन। कुलमान घिसिङ जस्ता मान्छे हटाउन पाइँदैन। कहिले के काण्ड कहिले के काण्ड, आज राति सुत्यो भोलि बिहान उठ्यो, एउटा एउटा काण्डमा ऐतिहासिक रचना गरेको थियो, इतिहास रचेको यो सरकारलाई आज हामीले फेरि पनि यो हातमा देख्नु भएको जुन टुकी छ नि, थाहा छ तपाईँलाई, धेरै थाहा छ। केही अलि पहिलाको पुस्तालाई चाहिँ म करिब करिब 5-7 अथवा 8-10 वर्षको हुने बेलासम्म यही टुकी मुनि बसेर पढेर यो विश्वविद्यालय यो स्कुलहरूमा जान्थे, आफ्ना कामहरू गर्थे, रात्रिकालीन धन्दाहरू गर्थे। हो, आज यो सरकारले मैले हातमा जुन टुकी लिएको छु नि, यही टुकीको युगमा प्रवेश गराउने एउटा प्रपञ्च रच्दैछ। यसर्थ हामी भन्न आएका छौँ, हामीलाई यो टुकी चाहिएको होइन, हामीलाई यही बिजुली चाहिएको हो, यही ऊर्जा चाहिएको हो। जुन ऊर्जाको क्षेत्रमा कुलमान घिसिङ जस्ता असल प्रशासक, कुशल प्रशासकले एउटा लोडसेडिङको अन्त्य मात्रै गरे होइन, उहाँले घाटामा गइरहेको नेपाल विद्युत प्राधिकरणलाई 32 अरब भन्दा बढी घाटामा गएको नेपाल विद्युत प्राधिकरणलाई उहाँ आएको नेतृत्व सम्हालेको पहिलो वर्षबाटै 10 अर्ब फाइदा बनाइदिएर उहाँले इतिहास रच्नु भएको थियो। यसैले हामी भन्न चाहन्छौँ, केपी ओलीज्यू, हामी यो टुकी मुनि बस्न आएका छैनौँ, यो टुकी मुनि बस्ने हाम्रो कुनै पनि इच्छा छैन। यदि तपाईँले जबरजस्ती गरेर कुलमान घिसिङ जस्ता पात्र, कुलमान घिसिङ मात्र होइन, यस्तै असल कुशल प्रशासकहरूलाई लखेटेर हटाएर विभिन्न बाहनामा, विभिन्न शक्तिहरूको बाहनामा, विभिन्न माफियाको, विभिन्न तत्त्वहरूको चङ्गुलमा फसेर हामीलाई फेरि यसै गरी टुकी मुनि बस्न बाध्य बनाउनु भयो भने तपाईँको वासस्थान कहाँ हुन्छ म भन्न सक्दिनँ। मैले हातमा लिँदा यो टुकी जलेको छ। हो, आजको यो देश यस्तै भएको छ, उज्यालो देश थियो, हेर्नुहोस् त आज कति अँध्यारो अन्धकारमा लम्किँदैछ। हामीलाई डर लाग्दैन कहिलेकाहीँ? उज्यालोमा बसेको यो देश, कति सुन्दर शान्त विशाल देश, आज संसारभरि उत्कृष्ट छविको रूपमा परिचय पाएको देश आज हेर्नुहोस् त, एउटा नजिकैको छिमेकीको एउटा कलेजको प्राध्यापकले सिधै भन्न सक्छ, त्यो देशको बजेट भन्दा मैले तिमीहरूलाई खाना खुवाउने बजेट छ। यो हिम्मत कहाँबाट आयो? राम्रो असल प्रशासक भएको भए, राम्रो असल प्रधानमन्त्री भइदिएको भए, नेतृत्व भइदिएको भए, एउटा कलेजको प्रशासकले, एउटा कलेजको एउटा टिचरले हाम्रो देशको अस्मितामाथि यस्तो किसिमको हस्तक्षेप गर्न सक्छ।